हेलो गाइज, वेलकम टु माई न्यू मर्निङ ब्लग। आज मैले चाहिँ मर्निङ ब्लग बनाएको छु। मेरो मर्निङ ब्लग कस्तो लाग्छ जस्ताको त्यस्तै कमेन्ट गर्नु होला। आज चाहिँ म बिहान उठेर यसो हेरेको त मम्मीले खाना पकाउँदै हुनुहुँदो रहेछ। मम्मीले खाना पकाएको देखिसकेपछि मैले ब्रुस गर्न लागेँ र ब्रुस भिजाइसकेपछि मैले ब्रुस गरेर अर्को धारामा ब्रुस गरिसकेपछि ब्रुस धुन गएँ। ब्रुस धोइसकेपछि मैले गोजामा राखेँ र हात मुख धुन लागेँ। हात मुख खुट्टा धोइसकेपछि म चाहिँ घरतर्फ लागेँ। यसो हेर्छु भनेको त फुलहरू देखेँ तिहारपछि। अब यस्तो राम्रो फुल भएको हेरेँ मात्र। अनि खाना पकाउँदै हुनुहुँदैछ। त्यही बेला मैले फेरि ब्रुस राख्न गएँ र ब्रुस राखिसकेपछि मैले क्याम्पसको लागि कुखुरालाई चारो दिने निर्णय गरेँ र चारो दिएँ। कुखुरालाई चारो दिइसकेपछि धोका लगाइदिएँ, कुखुराको धोका लगाइदिएँ र कुखुराले चारो नखाएर मलाई पो हेर्छ। ल भयो अब। अनि मम्मीले मलाई अचार पिस भनेर दिनुभयो। अनि मैले अचार पिस्न थालेँ। गोलभेडा, लालचन, हाम्रोतिर लालचन भन्छन्, तपाईँकोतिर के भन्छन् कमेन्ट गर्नु होला। खुर्सानी, नुन को मैले अचार बनाउँछु। अब अचार बनाउँदाखेरि क्यामेराम्यान कोही पनि नभएर मैले अड्डाएर बनाउनु पर्दा मेरो टाउको नै देखेको छैन, त्यसको लागि माफी चाहन्छु। मैले टमाटर, लालचन, खुर्सानी, नुन सबै हालेर अचार बनाउँदैछु। अब चाहिँ मैले लालचन हालेर पिसिरहेको छु। त्यसपछि मैले तीव्र रूपमा अचार पिसिरहेको छु। मैले अचार पिसेर यत्तिको बनाइसकेँ, हेर्न सक्नुहुन्छ गाइसहरू। र मैले आफूले खानको लागि लोटामा पानी लिन गएँ। गाउँघर हो, के गर्ने, क्यामेराम्यान नभएर यहाँ पनि त्यस्तै। र मैले थालमा भात हालेँ, दाल सब्जी हालेँ, चटनी हालेँ, अनि खाना बसेँ र खाएँ पनि। आजको मिनी भ्लग कस्तो लाग्यो जस्ताको त्यस्तै लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु होला। हस्त धन्यवाद, बाई बाई। ओके, थ्याङ्क यू फर वाचिङ।